मान्छेको जीवनमा कति बेला दुःख अनि सुख आउँछ कसैलाई थाहा नहुँदो रहेछ। मेरो जीवनमा पनि यस्तै भयो। धेरै वर्षपछि मेरो प्यारो मातृभूमि जन्मथलो नेपाल फर्किनुको धेरै खुसीहरू एक कल आउँदा नै दुःखमा परिवर्तन भयो। सायद यो कल मेरो लागि एकदमै दुःखको कल थियो। साथीहरू तपाईँ झुक्किनु भएन, तपाईँ छक्क पर्नुभयो, तपाईँ झन्डै रुनु पनि भयो होला। मलाई थाहा छ तपाईँहरू झन्डै रुनु भएको छ। अनि यस्तो भिडियो चाहिँ तपाईँहरूलाई के थियो भने म चाहिँ बाहिर देशबाट चाहिँ आफ्नो नेपाल देश फर्किनु आएको थिएँ। त्यति बेला चाहिँ मैले नेपाल जानु नपाउँदा चाहिँ मैले यस्तो अलिकति भिडियो चाहिँ बनाएको छु साथीहरू। हेलो साथीहरू, नमस्ते। अनि तपाईँहरू सबैजनालाई चाहिँ स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा। र मेरो यो चाहिँ फर्स्ट भिडियो, तपाईँहरूलाई स्वागत स्वागत स्वागत। सबैभन्दा सुरुमा चाहिँ तपाईँहरूलाई म के भन्न चाहन्छु भने साथीहरू, मेरो नयाँ युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, बेल आइकन दबाइदिनु होला, नोटिफिकेसन अल गरिदिनु होला। साथीहरू मेरो अर्को युट्युब च्यानलको नाम यो तपाईँले देख्नुभयो होला है नि, मदन राई। त्यो च्यानल मेरो गयो क्या, 90 दिनभित्र त्यो च्यानल मेरो खुल्नेछ। किनभने छासाक्छु मिसिङहरू भयो होइन, मिस्टेकहरू भयो, मेरो त्यो च्यानल चाहिँ। र तपाईँहरूलाई जति सक्दो म यो युट्युब च्यानलमा चाहिँ तपाईँहरूलाई बोलाउने चाहिँ जतिजनाले मेरो सब्सक्राइब पहिला गर्नुभयो, किन 2500 जना मेरो सब्सक्राइबरले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरूले पनि सब्सक्राइब गरिदिनुहोस्। र एकदमै दुःख लागिरहेको छ, मैले चाहिँ त्यत्रो दिन भिडियो हाल्न पाउँदिनँ र मेरो आइडी गयो भने त टेन्सन हुन्छ होइन साथीहरू। त्यही भएर मैले यो नयाँ आइडीबाट चाहिँ तपाईँहरूलाई ब्लग बनाएर दिइरहेको छु। के कस्तो हुन्छ आजको ब्लग होइन, लास्टै दुःख लागिरहेको छ साथीहरू। गयो क्या गयो गाइज। अनि आजको मेरो ब्लगमा, नयाँ ब्लगमा, मेरो नयाँ युट्युब च्यानल, नयाँ भिडियो। अनि फर्स्ट भिडियोमा चाहिँ हाम्रो अशोक भैया आएन भने त मजा आउँदैन। हेलो चाहिँ गरिदिनु नि। फोनमा बिजी के साह्रो हो। तपाईँहरूलाई थाहा छैन होला साथीहरू, मलाई थाहा छ। टेन्सन भयो भने यही ठाउँमा आउनुपर्छ। ओए कता हो आब्रे घाम केही देखिँदैन साथीहरू। टेन्सन भयो अनि त्यसपछि अब घुम्नु जाने भनेकै त्यो एक ठाउँ हो होइन, त्यो ठाउँमा चाहिँ जाँदैछौँ। र यो बाहिरको चाहिँ तपाईँहरूलाई केही देखाउनु पाएन। अनि भित्र बसिसकेपछि तपाईँहरूलाई मैले अलिकति देखाएको। अब चाहिँ हामी समुद्रको माथि जाने ल। राईको त्यही माथि चिम्से आँखा होइन साथीहरू। तपाईँलाई राम्रो ठाउँ, राम्रो जग्गा चाहिँ देखाउँछु भनेर जाँदाखेरि चाहिँ घामले आँखा टल्केर नाइस। र यस्तो राम्रो भ्यूमा तपाईँहरूलाई लिएर आएको छु, आउनु हेर्न सक्नुहुन्छ। लेट्स गो गाइस। साथीहरू यस्तो दुःख लागेको घडीमा तपाईँहरू यो ठाउँमा आयो भने चाहिँ यस्तो मजा हुन्छ नि साथीहरू। यहाँ मान्छेहरू देख्न सक्नुहुन्छ, यति धेरै छ होइन। यस्तो मजाको भ्यू छ, तपाईँ हेर्न सक्नुहुन्छ।
राम्रो ठाउँमा आएर साथीहरू हामीले चाहिँ भिडियो बनायौँ, फोटो खिच्यौँ। अशोक दाइले चाहिँ फोटो खिच्नु भयो, म चाहिँ फोटो खिच्दिनँ किनभने राम्रो लाग्दैन। र तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो बवाल जग्गा छ यो। ओ भाइ साहब, नयाँ ठाउँ, नयाँ भ्लग, नयाँ युट्युब च्यानल टाकटुक नयाँ हेर्न सक्नुहुन्छ। यस्तो बवाल जग्गा, मलाई चाहिँ यही ठाउँ हेर्नु मन लागिरहेको कि यस्तो राम्रो जग्गा छ यो ठाउँमा चाहिँ। ओ कुछ भी बोल्नै सक्दा म यति धेरै मान्छेहरू यहाँ आउनुहुन्छ, सबैजना यहाँ मान्छेहरू चाहिँ हेर्न सक्नुहुन्छ किनभने यस्तो राम्रो बवाल ठाउँलाई चाहिँ कसैले छोड्न सक्दैन साथीहरू। बसिरहनु मन लाग्ने ठाउँ साथीहरू, एकदमै बवाल जग्गा चाहिँ यही छ। तपाईँहरू आएर घुम्न सक्नुहुन्छ। यहाँ चाहिँ घाम चाहिँ डुब्नु आँटिसकेको छ साथीहरू, देख्नुभयो होला नि। यस्तो राम्रो ठाउँमा म घुम्दैछु अशोक दाइसँग। सो आजको भ्लग के कस्तो लाग्यो तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। र घाम पनि डुबिसकेको छ, अब चाहिँ भ्लग पनि राम्रो हुँदैन जस्तो लागेको छ आजको न्यू भ्लग। अनि अर्को के भन्छ खोइ पनि जाति चाहिँ अझ यतिमै समाप्त गर्न चाहन्न किनभने अझै राम्रो ठाउँ त आउँदैछु म साथीहरू। यस्तो दामी ठाउँ अनि म जस्तो मान्छे घुम्दाखेरि मजा आउँदैन त। र कतिजना मान्छेहरू देख्न सक्नुहुन्छ साथीहरू। अनि म यहाँ छु अशोक दाइ पारीको डाँडामा हुनुहुन्छ। र पनि मैले मान्छेहरूको चाहिँ भिडियो होइन, यस सिनको चाहिँ भिडियो गरिरहेको छु। यस्तो बवाल छ, जेसुकै होस् म चाहिँ भिडियो बनाउन गइरहेको छु साथीहरू। अझै म अलिक पर गएर तपाईँहरूलाई भिडियो देखाउने छु। यस्तो राम्रो ठाउँ छ साथीहरू यहाँ। ओ भाइ साहबहरू यहाँ बस्दा होइन हेर्न सक्नुहुन्छ अगाडिको चाहिँ घाम डुबिसकेको छ साथीहरू। मान्छेहरूको ताती हेर्न सक्नुहुन्छ। यस्तो बवाल भ्यू होइन, सुनसान जग्गा। मान्छे जति धेरै भए पनि यस्तो सुनसान छ। यता त झन् मान्छे त यहाँको घाम हेर्दा यस्तो भइसक्यो। जाउँ अब। रातो भयो यो, रातो हेर्दै दिन बितेको थाहा हुँदैन। एउटा मान्छे त्यहाँ नक्कल पारिकै पहिलाको भिडियोमा पनि मैले यो ठाउँहरू चाहिँ लिएको छु, तर पहिलाको युट्युब च्यानल चाहिँ मेरो खत्तम भइसकेको छ। त्यो भएर अहिले चाहिँ नयाँ युट्युब च्यानलमा फेरि नयाँ जग्गा तपाईँहरूलाई फर्स्ट टाइम चाहिँ एकदम राम्रो भ्लग बनाऊँ भनेर चाहिँ यो ठाउँमा लिएको छु। एकदमै शान्त वातावरण छ, सुन्दर छ, स्वच्छ छ, सफा छ। अनि म यहाँ छु, अशोक दाइ पर छ। अशोक दाइ चाहिँ परदेखि हल्ली नै मानेन अरे। शीतल हावा आउँछ नि त, मजाको हावा आउँछ, मजाको भड्डु कट्छ मेरो कपाल चाहिँ भड्डु कट्छ। अनि मजाको हावा आउँछ, त्यस्तोमा मान्छे बसेको सो देख्न सक्नुहुन्छ नजारा हो। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। साथीहरू आज चाहिँ मैले अशोक दाइलाई लेङ गरिदिइरहेको छु किनभने अशोक दाइ यहाँ टेन्सन गरेर बसिराख्नु भएको छ। अनि रात परिसकेको छ साथीहरू। यस्तो सुन्दर भ्यूमा चाहिँ म चाहिँ बसे गरिरहेको छु नि त। अनि घर जानु मन लागेको छैन नि त, यस्तो राम्रो ठाउँ छ। अनि त्यही भएर आजको भ्लग चाहिँ यहाँ बन्द गर्छु किनभने मेरो फर्स्ट एन्ड लास्ट भ्लग भइसक्यो साथीहरू। त्यही भएर यस्तो यहाँ हेर्नु न, तपाईँहरू विचार गर्नु न, यो क्यामेरामा हेर्दा यस्तो देखिन्छ होइन, तर रियल फेस टु फेसमा अर्को देखिन्छ क्या, राम्रो देखिन्छ अनि सुन्दर देखिन्छ, राम्रो छ। अनि आजको भ्लग चाहिँ त्यस्तो खतरा बनाउँछु भनेर सोचेको थिएँ, त्यो चाहिँ भएन नि त। त्यही भएर आजको भ्लग चाहिँ म यहीँबाट बिदा गर्छु। अब अशोक दाइलाई लुट्नु पर्ने छ। अशोक दाइ त्यहाँ बसिरहेको छ। अशोक दाइले अब खाना खुवाउँछ हो, अनि खाना खुवाएपछि चाहिँ हामी जान्छौँ साथीहरू। अब चाहिँ नयाँ भ्लग हो, नयाँ युट्युब च्यानल हो, त्यो भएर तपाईँले लाइक कमेन्ट सेयर सब्सक्राइब नगर्नु होला झन्डै भने चाहिँ गर्न नभुल्नु होला भन्दै आजको भ्लगबाट चाहिँ बिदा जान्छु। र अनि अर्को भ्लगमा चाहिँ फेरि पनि हामी भेट्नेका साथ आजको लागि यो भ्यू हेर्दा बिदा जान्छु। सबैजनालाई टाटा बाइ बाइ, सी यू नेक्स्ट भिडियो।